एससीको रिजल्ट हेर्न चाहनुहुन्छ भने भिडियो सुरुबाट हेर्नुहोस् है। हेर्नुभएको छ भने यो च्यानललाई सब्सक्राइब गर्नु होला अनि टिकटकमा हेर्नुभएको छ भने फलो गर्नु होला। अब भिडियोतर्फ लागौँ। पहिला हामी वहाँ जानुपर्छ क्रोम मतलब गुगल सुगलमा जानुपर्छ अनि त्यहाँ हामी सर्च गर्नुपर्छ एनटिसी एनटिसी अनि एनपी ब्याच 2082 हाल्नु होला। यो मैले पहिलाको आफ्नो देखाउँछु। यहाँ जाने यहाँ आफ्नो सिम्बल नम्बर हान्ने यो हाने भने यहाँ जिपे देखाउँछ कति आयो अब यसलाई मार्कसिटमा ल्याउन छ भने यहाँ जाने गेट सिटमा दाब्ने यहाँ आफ्नो सिम्बल नम्बर हान्ने अनि आफ्नो डेट अफ बर्थ हान्ने अनि उ गर्ने सर्च गर्ने यसरी आउँछ। धन्यवाद आजको लागि। रिजल्ट अझै पब्लिस भयो होइन, पब्लिस भयो भने आउँछ है। अझै रिजल्ट पब्लिस भयो भने 7 गते पछि आउँछ यस्तो तपाईँहरूको 2081-82 ब्याचको है। यो त पुरानो तर पुरानो नयाँको नि यस्तै गरेर हेर्छन् तर अहिलेसम्म पब्लिस भएन तर पछि पब्लिस भयो भने यसो हेर्न सक्नुहुन्छ।